अस्ट्रेलियाको प्रतिष्ठित टाइटन फिल्म फेस्टिभलमा अभिनेत्री रिचा शर्माले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन्। उनी अभिनीत सर्ट फिल्म ब्लड मनीबाट उनले यो अवार्ड जितेकी हुन्। अस्ट्रेलियाको सिडनीमा आयोजना भएको फेस्टिभलमा जितेको अवार्डको साथ रिचा यही बुधबार नेपाल फर्किँदैछिन्। पहिलो पटक अन्तर्राष्ट्रिय अवार्ड जितेकी उनी एक हप्तादेखि अस्ट्रेलियामा छिन्। 100 बढी देशका फिल्मबीच भएको प्रतिस्पर्धामा ब्लड मनीले उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्न सफल भएको हो। फेस्टिभलमा यो फिल्मको कथावस्तुलाई गम्भीर र फरक रूपमा हेरिएको र विभिन्न देशका मेकरले नेपालमा छायाङ्कन गर्ने इच्छा देखाएको लेखक तथा निर्देशक अशोक तिमल सिन्हाले जानकारी दिए। उनले यो फिल्मबाट विभिन्न फेस्टिभलमा पनि अवार्ड प्राप्त गरिसकेका छन्। पारिवारिक अवस्थाले विदेशिएका युवाले परिवारको खुसीको लागि आफ्नो ज्यान साटेको कथावस्तुमा फिल्म निर्माण भएको अशोकले बताए। 28 मिनट अवधिको फिल्ममा रिचाको अलावा मिथिला शर्मा, सौरभ पौडेल, पारस तिमल सिन्हा, विराज पराजुली पनि अभिनय छ। निर्देशक तिमल सिन्हा स्वयंको पनि फिल्ममा अभिनय छ। 8 महिना अघि यो फिल्म ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्वजनिक भइसकेको छ। हस् त साथीहरू, आजको लागि यति नै। नेपाली कलाकार र चलचित्रका खबरहरू लिएर म फेरि पनि आउने नै छु। त्यतिन्जेलको लागि म दिनेश बिदा चाहन्छु। जय नेपाल।